यो चिसो चिसो मौसममा न्यानो अभिवादन नमस्कार सबैमा। म आज यो नजोतिकन छरेको गाउँको बारेमा अथवा शून्य जोताइमा छरिएको गाउँको बारेमा यहाँहरूलाई छोटो भिडियो मार्फत जानकारी गराउन गइरहेको छु। ल यहाँहरू हेर्न सक्नुहुन्छ, सुरुमा हाम्रो एकराज सरले हालेको भिडियोमा खै यो अल्छीले गर्ने काम हो, यो जाँगर नहुनेले गर्ने काम हो भन्ने खालले पनि कमेन्टहरू आएको थियो। अब मेरो सोच किन भन्दाखेरि मैले योभन्दा पनि पहिले 7-8 वर्ष अगाडि पनि धानबारीमा धान पाकिसकेपछि 1 हप्ता अगाडि गहुँ भिजाएर छरेको थिएँ र पछि धान काटियो। गहुँ त्यही 4 कट्ठा जतिमा 2.5 कुइन्टल गहुँ भएको थियो। अब यहाँ त के भयो भने जोत्न नसक्ने पनि होइन, तर महँगाई बढी र यो एउटा परीक्षणको रूपमा पनि हो। कम्बाइन मिसिनले काटेको पराल खेर पनि नजाने, खर्च पनि नहुने जोताइमा, त्यस कारण यसलाई परीक्षण गरौँ न त भनेर आफ्नो मैले सोच बनाएर यो पहिला सुरुमा बोरिङबाट सिँचाइ गरेँ। त्यसपछि मैले मल डिएपी र पोटास मल छरेँ र त्यसपछि गहुँ छर्दै अनि यो पराल जुन लाइन जस्तो बनाएर हार्भेस्टरले जुन फालेको थियो कम्बाइन मेसिनले, त्यो पराललाई हामीले अखैद्वारा वा हातले पनि त्यसलाई पुरा खेतभरि फिजायौँ र यो 5 कट्ठा। अब यतापट्टि लसुन, केरैया, धनियो पनि भए हुनाले जम्मा 6 कट्ठा जमिनमा 6-7 कट्ठा हो। उता बिरुवा छ, उतापट्टि बिरुवा छ, यतापट्टि यो लसुन पनि यति राम्रो भइसकेको छ। अब धेरै पछि लगाएको लसुन हो, यही ठुलो धान काटेर। अब त्यस्तै गरेर उतापट्टि यो धनिया छ। तर यो 5 कट्ठा जमिनमा अहिले ल हेर्न सक्नुहुन्छ यहाँहरू, हरियो भएको छ। तर यति गरिरहँदा एउटा मैले के महसुस गरेँ भने अब यो कम्बाइन मेसिनले अलि कतै लामो काटिदिने हुनाले, उसले अलि माथिबाट काट्ने भए हुनाले यसमा छापो हाल्दा पराल माथि नै टङ्गिने र त्यो चिसो उडिहाल्ने, अर्थात् चरा वा मुसाहरूले त्यो गहुँको बिउ खाइदिने त्यो सम्भावना पनि हुन सक्ने भएको हुनाले यसलाई त खास त्यो रिपरले काट्ने तलैबाट वा मान्छेले काट्ने, अनि मजाले धान उठाउन बित्तिकै पानी सिँचाइ गर्ने, सिँचाइ गरिसकेपछि खेत भिजाउने र भिजाइसकेपछि अनि 1 रात गहुँ 24 घन्टा गहुँ भिजाउने र त्यसपछि छरिदिने, माथिबाट छापो हालिदिने अर्थात् पराल हालिदिने। त्यसो गरियो भने त्यो पराल तलै छ्याप्प जमिनमा बस्ने भयो। जमिनमा बसिसकेपछि अनि एक नासले गहुँ उम्रिने भयो र चिस्यान पनि बस्ने भयो र त्यसले बारीलाई, खेतलाई आगामी खेतीका लागि मल पनि हुने भयो। त्यसो भएको हुनाले अब कम खर्चमा बढी उत्पादन कसरी गर्न सकिन्छ भन्ने बारेमा अब सबैले चिन्तन गर्न आवश्यक छ। किनभने जमाना महँगाई बढ्दै गइरहेको छ। अब 3000 रोटाभेटर, 2200 कल्टी वा हाइरोले जोत्नुपर्छ। अब त्यो नजोति नहुने ठाउँमा अथवा जस्तो बर्खे धानमा धानलाई पनि अब कम जोतेर पनि गर्न सकिने कुराहरू त अब मैले अब डिएसआर
प्रविधि अनुसार लगाएर छरो धान गर्दा धान पनि भयो, त्यति खर्च पनि भएन। त्यस कारणले हरेक खेतीमा अब कम खर्चमा कसरी गर्न सकिन्छ। अब मजदुर नपाइने, भन्या बेलामा स्रोत साधनहरू पनि नपाइने, लाइनमा बस्नुपर्ने। त्यस कारणले अब यी सबै कुराहरूबाट जोगिने र उत्पादन त्यही अझ त्योभन्दा पनि बढी बनाउनका लागि अब नयाँ नयाँ प्रविधि अपनाउन आवश्यक छ। त्यस कारणले यो तपाईँहरूले देखिरहनु भएको छ, जहाँ जहाँ अग्लो गरी पराल काटेको थियो त्यो ठाउँमा गहुँ उम्रिन त उम्रेको छ, त्यो परालका कारणले गहुँ देखिएको छैन। त्यसो भएको हुनाले आगामी दिनमा अझै यो गहुँ अब कस्तो हुँदै जान्छ। भर्खर अब यो 1 हप्ता भयो पानी हालेर युरियाले टप ड्रेस गरेको। अब त्यसपछि आगामी दिनमा कस्तो हुँदै जान्छ त्यो बारेमा पनि यहाँहरूलाई मैले जानकारी गराउने छु र सबैले यस बारेमा आएर तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ गहुँ कस्तो छ भन्ने कुरा। यही सन्धियारमा जोतेर छरेको गहुँ र यो बाँझो खेतमा छरेर माथिबाट परालको छापो हालेको गहुँमा अन्तर छैन। अझै यही गहुँ राम्रो होला, मात्रै केही अब अग्लो पराल भए ठाउँमा अलि पातलो देखिएको छ, अझै माथि आउँदैछ, आयो भने त्यो पछि देखिने छ। यही कुरा राख्दै आजलाई यत्तिकै। र तपाईँहरूको केही कमेन्ट र तपाईँहरूको अझै योभन्दा राम्रो सुझाव सल्लाह केही भए पाउने गरी आजलाई बन्द गर्छु। धन्यवाद।